कस्तो ठाउँ हो अनि प्रत्यक्ष गर्न नकर है अहिले फेरि यो रुएपछि त फेरि योले निकाल्ने यो यसरी खानुपर्ने छान्दै खानु यो चाहिँ त्यो पनि हाल्नुहुन्छ यो भिडियो खान्छ के हाल्ने होइन अनि म्यागु यहाँ तातो पारेर अनि के पाकेन यो सबै पायो क्या यिनीहरू च्याउहरू आइहाल्यो हाल्यो फिङ्गर हालौँ हाल्न हाल्ने थोरै थोरै हाल्नु है तौली त पाकेको छैन पाल्नु पर्ने यो पाक्यो यो उयो छुसाहरू सबै पायो छुसाहरू सबै पाक्यो मिठो चाहिँ लाग्यो छ हेर्न घाँस चाहिँ सिक्री पानी ल धेरै ल साग पाक्यो दिनुहोस् भन्नु छैन साग पाक्यो साग पाक्यो साग पनि पाक्यो साग त पाकिहाल्छ यो फर्सी चाहिँ यिनीहरू मैले पनि जमानामा चौस्टिक खानु सिक्यो भने मलाई त अहिले के जान्थ्यो पानी धेरै नखाइ पुग्नु ल एउटा त पिसक्दैन घाँस चुट्टो हुने यसले गाई त पिसक्ने चाहिँ चुट्टा त कहाँ हुने चिसो भयो जाडो भन्नु खानु त What are you looking? खा खाएर ज्यान बनाऊ के हुँदैन पापाले खा अब नचर है भोगै छैन है तैँले झोक उता पनि त्यसै गरी खाने हो त्यहाँ यस्तो होटलमा 10-12 र घरमै भनेर खान्छ होइन होटलमा छ होटलमा पनि हजुर बुझ्छु होस् कतिजनालाई त्यो पनि 6 जना 7 जना ए 6-7 जना कमरामा त महँगो हुँदो रहेछ मिल्नु पर्छ भने त्यहाँ त जाने नै होइन पानी अनि पिरो भन्नु नखा न नखाला अब नखाए अलिक पर्छ यहाँ मलाई अप्ठ्यारो भयो फोनदामा क्या झुङ्गा पर्छ मोबाइल लगेर बस्ने यी बस उता जाने भए अनि जाऊ तिम्रो खुसी युआर फ्रिडम यो पायो भने यो निकाल्नु यो मैले किन खाइसकेँ अनि फेरि अर्को अटोमेटिक अफ गर्छ आहा अटोमेटिक यस्तै हो तौली पाक्यो पाक्यो कौली भन्दा ठुलो पायो गाउँतिर 10वटा बच्चाले 5वटा बच्चाले त बच्चा र यो सहरको एउटा बच्चाले ठिक पार्छ शुभ खानु सुक्यो अनि देखो आज को मोबाइल हेर्ने आज ल उनी कोठामा तातो सिरोक गरेर सिरोकले छोपिन्छ त्यो
त्यही मामा अनि उम्लेपछि धेरै तातो भएपछि आउँदैन फेरि अब मन भइरहेछ नि के भयो त्यो हातमा पिरो होला अब आज एउटा बच्चाहरूमा पनि गाह्रो गाह्रो पनि महँगो पनि अब कमाउने ठाउँ थोरै हो खर्च गर्ने ठाउँ धेरै हो अब गाउँघरमा गाडी हुँदा त हिँड्नु परिहाल्यो थियो अब बजारमा गाडी हुन्छ अनि रुपियाँ 14-20 रुपियाँ खाने हुनुहुन्थ्यो अब अहिले गयो कि खर्च त्यो बन्द अहिले चाहिँ अब पिरो भएर हात भएर नि जुस दिनुपर्छ बन्द यसको रिमोट छैन छ तल रिमोट